नमस्कार, म प्रेम थापा। आज मैले खल्ती एपबाट प्लेनको टिकट कसरी काट्ने भनेर देखाउन गइरहेको छु। आशा छ यहाँहरूले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। सर्वप्रथम हामीले आफ्नो मोबाइल ओपन गर्छौँ र मोबाइलमा भएको खल्ती एपलाई हामीले क्लिक गर्छौँ। यो खल्ती एपलाई क्लिक गरिसकेपछि यो खल्ती एप खुल्छ। यसरी खुलिसकेपछि हामीले यसलाई स्क्रोल गर्दै गर्दै तल जाने र पेमेन्ट सर्भिस भनेर लेखेको हुन्छ। त्यो पेमेन्ट सर्भिसमा हामीले फ्लाइटको आइकन त्यहाँ देखिरहेछ, फ्लाइटको आइकन। यसरी यो फ्लाइटको आइकनमा हामीले क्लिक गर्ने। यति गरिसकेपछि हामीले अब यसमा फ्लाइट फ्रम कहाँबाट कहाँसम्म जाने र कति चाहिँ गतिको चाहिँ यो फ्लाइट डिटेल हेर्नुपर्ने छ त्यो चाहिँ सो गर्छ। र मैले यसमा नेपालगञ्जबाट नेपालगञ्ज चुज गर्दैछु। यसरी मैले नेपालगञ्ज चुज गरेँ र काठमाडौँसम्म जाने भनेर काठमाडौँ मैले फेरि स्क्रोल गर्दै काठमाडौँ चुज गरेँ। यति गरिसकेपछि नेपालगञ्ज काठमाडौँ भयो र कति तारिकको काट्ने हो यो डेट चाहिँ चुज गर्नुपर्छ। मैले जुलाई 23 को हेर्दैछु। भोलि मेरो जुलाई 23 मा मेरो छोरा काठमाडौँ जानुपर्ने भएको हुनाले मैले त्यो टिकट पनि लिँदैछु। र यो लिइसकेपछि यहाँ सर्च फ्लाइट भन्ने हुन्छ, सर्च फ्लाइटमा चाहिँ क्लिक गर्ने। यसरी सर्च फ्लाइट क्लिक गरिसकेपछि 23 तारिकको सम्पूर्ण फ्लाइट डिटेलहरू चाहिँ यहाँ उपलब्ध भएको हुन्छ र आफूलाई कुन चाहिँ सहज हुन्छ हामीले त्यही चाहिँ हेर्ने हो। र यो फ्लाइट डिटेलमा चाहिँ सम्पूर्ण यो फ्लाइट ड्युरेसन कति हुन्छ, कति बजे टेकअप हुन्छ, कति बजे ल्यान्ड हुन्छ, यो कुराहरू पनि यहाँ सबै दिएको हुन्छ र फ्लाइटको मूल्य कति हुन्छ त्यो पनि दिएको हुन्छ। र यसो गर्दै मैले चाहिँ अब बुद्ध एयरको हेर्दैछु। बुद्ध एयर यहाँ पनि छ र बुद्ध एयर मैले 11:50 को हेर्ने छु है त। ल यो 11:50 को 11:50 को मैले बुद्धको हेर्दैछु। यो 11:50 को मैले हेरेँ। यसलाई मैले कन्टिन्यू गर्दैछु। कन्टिन्यू गरेँ है। 11:50 यो कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसकेपछि यसमा प्यासेन्जर डिटेलहरू भर्नु पर्ने हुन्छ। धेरै भर्नु पर्दैन। यसमा सिर्फ यो टाइटल, नेम र मोबाइल नम्बर यो तीनटा कुरा अनिवार्य भर्नुपर्छ र बाँकी इमेल आइडीहरू यो चाहिँ अप्सनल हो, भए भर्ने नभए नि हुन्छ। यसरी मेरो फिल नेममा म गौरव थापा भनेर मैले टाइप गरेँ। यो टाइप गरिसकेपछि मैले अब आफूले मोबाइल नम्बर पनि टाइप गरेँ, नाम पनि टाइप गरेँ। अब मैले चाहिँ फेरि कन्ट्याक्ट नम्बर टाइप गर्दैछु। कन्ट्याक्ट नम्बर टाइप गर्ने, त्यसपछि गएर प्यासेन्जरको नाम फेरि टाइप गर्ने, त्यसै गरेर इमेल आइडी छ भने इमेल आइडी टाइप गर्ने। यो सबै गरेपछि क्लिक गर्दा यो सक्सेस देखायो है। त्यो टाइप गरिसकेपछि हामीले क्लिक गरेपछि सक्सेस हाम्रो यो जोस् टिकट भयो। अब यस टिकटको डिटेल टिकटको डाउनलोड गर्नु पर्यो। यसलाई डाउनलोडमा जाने। डाउनलोड गरिसकेपछि यो सम्पूर्ण कुराहरू टिकट आउँछ क्या साथीहरू। डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि आफ्नो डाउनलोड टिकट भयो र यसलाई आफ्नो ग्यालेरीमा सेभ गर्नु पऱ्यो। फेरि चाहिँ ग्यालेरीमा सेभ गर्नलाई फेरि चाहिँ यसरी ग्यालेरी चुज गर्ने। यो गरिसकेपछि डाउनलोड हुँदैछ है साथीहरू। डाउनलोड भयो र हाम्रो यो काम टिकट आइसक्यो। ल अब अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। यो यसरी साथी हो टिकट काटेर चाहिँ अनलाइनबाट टिकट काट्यो भने एयरलाइन्स कम्पनीहरूमा जानु परेन, समयको बचत भयो। ल हस् त, धन्यवाद।